सबैजनालाई It's wonderful to again come and be with our church family. हाम्रो मण्डली परिवारसँग आएर यसरी फेरि मिलेर संगति गर्न पाउँदा हामीलाई धेरै खुसी लागेको छ। We are always excited. अनि हामीलाई सधैँ एकदमै बढी खुसी लाग्छ when we come to our Milap Church's family and share the gospel, share the word of God. ख्रिस्टीय मिलाप मण्डलीको जति पनि संगतिहरू छ, जति बेला पनि हामी आएर तपाईहरुसँग सेवा संगति गर्ने हामीले मौका पाउँछौँ, हामीलाई धेरै खुसी लाग्छ। And I want to share, first as I start my message, I want to share about my daughter Anugrah. मेरो छोरी अनुग्रहको बारेमा म अलिकति तपाईहरुलाई बताउन चाहन्छु पहिला। Anugrah, she studies in a school called KLC or Kids Learning Center. KLC भन्ने एउटा स्कुल छ, अनुग्रह चाहिँ त्यहाँनिर पढ्छ। So it's a Christian school and it started by missionaries from Northeast India. यो चाहिँ एउटा क्रिस्चियन स्कुल हो र इन्डियाको नर्थ इस्टबाट कतिजना मिशनरीहरू आएर चाहिँ त्यो सुरुवात गर्नुभएको स्कुल हो। And also Obed and Amos has also gone there together with my sons. Study there. मेरो छोराहरूले पनि त्यहाँ पढेको हो। ओबेद र आमोस पनि त्यो स्कुलमा पढेको हो। So they have in the morning before they start the school, they have devotion, Christian devotions. अनि उनीहरुको चाहिँ के बानी छ भने स्कुल बिहान लाग्नु भन्दा स्कुल लागेपछि चाहिँ सबभन्दा पहिला उहाँहरूले डिभोसन गर्नुहुन्छ। पहिला उनीहरुको संगति हुन्छ। And what is exciting is my daughter comes back. Also, my other two daughters are also studying there, Hannah and Mercy. अनि मेरो अर्को दुईजना छोरीहरू हन्ना र मर्सी भन्ने उनीहरू पनि त्यहाँनिर पढ्छ, त्यही स्कुलमा पढ्छ। And so check. Hello. Yeah. So every morning we are blessed because they worship God in new songs. हाम्रो छोरीहरूले हरेक बिहान नै स्कुलमा गएर सबभन्दा पहिला चाहिँ डिभोसन हुन्छ उनीहरुको, है, आराधना हुन्छ, संगति। उनीहरुले नयाँ गीतहरू सिक्दै आउँदै आज हामीले स्कुलमा यो सिकेको भनेर हामीलाई सुनाउँछ नयाँ गीतहरू। And we are so blessed when we hear those new songs because we feel like they are not only getting head knowledge, math, English, but they are also getting spiritual knowledge. हामीलाई चाहिँ एकदमै खुसी लाग्ने कुरो चाहिँ के हो भने हाम्रो छोरीहरू चाहिँ स्कुल गएपछि उनीहरूले पढाइको त उनीहरूको सिकिनै रहेको छ, हैन, म्याथ भयो, इंग्लिश, नेपाली सिकिरहेको, तर उनीहरूको चाहिँ स्कुल गएर केवल दिमाग मात्रै बढिरहेको छैन, तर उनीहरूले चाहिँ आत्मिकी कुरोहरू पनि सिकेर आउँछ। जस्तै नयाँ गीतहरू जब उनीहरूले आएर हामीलाई सुनाउँछ, हामीले स्कुलमा यो सिक्यो भनेर। So I always encourage Christian parents, education without Jesus, they're only creating clever devils. म चाहिँ जहिले पनि क्रिस्चियन आमा बाउलाई चाहिँ के भनेर भन्छु भने तपाईले छोराछोरीहरूलाई शिक्षा दिइराख्नु भएको छ, तर येशू बिनाको शिक्षामा मात्रै यदि हामीले केटाकेटीलाई जोड दियौं भनेदेखि चाहिँ उनीहरू चतुर हुन्छ, उनीहरू ज्ञानी त हुन्छ, तर अब दुष्ट आत्माहरू पनि त ज्ञानी छ नि, हैन, शैतान पनि त ज्ञानी छ नि। त्यसकारण गर्दा शिक्षामा मात्रै जोड तर आत्मिक कुरोमा चाहिँ जोड भएन भने हाम्रो केटाकेटीहरू पनि शिक्षित तर भूतहरू जस्तै हुन्छ। So I encourage parents, look for Christian schools. Don't think of the standard of education. Think of the standard of Jesus in their lives. त्यही कारणले गर्दा क्रिस्चियन आमा बाउलाई चाहिँ म के भन्छु भने छोराछोरी पढाउनको लागि चाहिँ जति सक्दो क्रिस्चियन स्कुल खोज्नुहोस्, है। अनि क्रिस्चियन स्कुलमा अब यो क्रिस्चियन स्कुल सानो छ, अब त्यति पढाइ त्यस्तो कडा छैन, उतापट्टिको एउटा नन क्रिस्चियन, हैन, स्कुल पढाइमा कडा छ भनेर जुन स्कुलमा पढाइ कडा छ त्यसमा पठाउनु भन्दाखेरि पनि जुन स्कुलमा चाहिँ प्रभुको बारेमा पनि सिकाइन्छ नि त्यस्तो स्कुलमा चाहिँ पठाउनुको लागि चाहिँ म जोड दिन्छु विशेष गरी। So 2 days ago my daughter came and she did a drawing. अनि 2 दिन अगाडि मात्रै मेरो छोरीले एउटा नक्सा बनाएको रहेछ, अनि त्यो नक्सा चाहिँ मलाई आएर देखाउँदै थियो। And then she said
she drew one black heart. अनि उसले चाहिँ एउटा मुटुको नक्सा बनाएको रहेछ एउटा चाहिँ कालो रङ लगाएको थियो उसले त्यो मुटुको नक्सा बनाएर And then on the right side of the paper, one red heart. अनि अर्कोपट्टि चाहिँ अर्को पनि मुटु बनाएको रहेछ अनि त्यसमा चाहिँ रातो रङ लगाएको थियो एउटामा कालो रङ एउटामा रातो लगाएको थियो And she was saying, when I was worshipping God, अनि उसले यसो भन्दै थियो आज जब मैले आराधना गर्दै थिए I saw black hearts become red and pure hearts. अनि मैले चाहिँ आराधना गर्दै गर्दा एउटा कालो हृदय चाहिँ परिवर्तन भएर त्यो सफा शुद्ध रातो हृदयमा परिवर्तन भएको चाहिँ मैले आराधना गर्दै गर्दा देखेँ भनेर उसले भन्दै थियो So when you sing songs for Jesus, अब उसले आराधनाको बेलामा देखेको है त यो कुरो जब तपाईले पनि हृदय भित्रबाट आराधनाका गीतहरू येशूलाई गाउनुहुन्छ do you see what God is doing? अनि तपाईले के आराधना गर्दै गर्दाखेरि परमेश्वरले के गर्दै हुनुहुन्छ भन्ने कुरो तपाईले देख्नुहुन्छ कि देख्नुहुन्न Do you hear what God is saying? अनि आराधना गर्दै गर्दा चाहिँ प्रभुले तपाईलाई यो भन्दै हुनुहुन्छ भन्ने कुरा तपाईले सुन्नुहुन्छ कि सुन्नुहुन्न Is your life being touched by the Spirit of God? अनि तपाईको जीवन चाहिँ पवित्र आत्माले छुएको जस्तो छ कि छैन Is your life healed while you're singing अनि worship songs? तपाईले जसरी आराधनाका गीतहरू गाउँदै गरेको हुनुहुन्छ तपाईलाई परमेश्वरले भित्रबाट निको पारेको जाति पार्नु भएको तपाईले महसुस गर्नुहुन्छ कि हुन्न Have you been delivered from negative thoughts? अनि आराधना गर्दा गर्दै तपाईको मनमा कति दिनदेखि त्यो नकारात्मक सोचहरू आइरहेको होला तर आराधना गर्दा गर्दै त्यो नकारात्मक सोचहरू चाहिँ बिल्लिएर गएको नष्ट भएको के तपाईले महसुस गर्नु भएको छ कि छैन If you are not doing that, then you are wasting your time singing in church. यदि तपाईले आराधना गर्दै गर्दा चाहिँ यो कुराहरू महसुस गर्नु भएको छैन भने तपाईको चाहिँ समय खेर मात्रै गएको यहाँनिर आउनुहुन्छ गाउनुहुन्छ तर आराधनाको बेलामा तपाईको हृदयमा तपाईको आत्मामा के हुँदैन भनेदेखि चाहिँ त्यो तपाईको समय मात्रै खेर गइरहेछ Again, my daughter Anugrah, in another worship time, she said, Daddy, I saw God the Father on the throne. अनि एकचोटि फेरि आराधना गर्दै गर्दा मेरो छोरी अनुग्रहले भन्यो मैले चाहिँ परमेश्वर पितालाई सिंहासनमा बसिरहेको देख्दै छु भन्यो And he was sitting on the throne, but he was so bright, I could not see him. He was full of light. अनि उसले यसो भन्दै थियो परमेश्वर पिता चाहिँ सिंहासनमा हुनुहुन्थ्यो तर उहाँको अनुहारमा चाहिँ यति सारो चमक थियो मैले चाहिँ आँखा त्यहाँनिर लाउनु पनि सकिन धेरै उज्यालो भएको कारणले गर्दा भन्दै थियो उसले Do you understand? When you are spending time with music and song, यहाँनिर जब गीतहरू बज्दै गरेको हुन्छ संगीत बज्दै गरेको हुन्छ जब तपाई आराधनामा तपाई मस्त हुनुहुन्छ नि are you meeting God? तपाईले साच्चै नै यति बेला मैले प्रभुलाई भेट्दै छु भनेर महसुस हुन्छ कि हुँदैन If you are not meeting God, that means you are not with the right heart of worship. यदि आराधना गर्दै गरेको बेलामा चाहिँ तपाईको भेट परमेश्वरसँग भइरहेको छैन भनेदेखि चाहिँ मलाई थाहा छैन तपाई कुन सोचले चाहिँ गीत गाउँदै हुनुहुन्छ बुझ्नुभयो त किनभने यदि आराधनामा चाहिँ तपाई मस्त भएको बेलामा परमेश्वरसँग तपाईको जमर्को भेट भएकै हुनुपर्छ Again, my daughter Anugrah was sitting over there about 4 months ago. अनि 4 महिना अगाडि जस्तो यही चर्चमा जब उ यो पछाडी कोठामा बसिरहेको थियो And we were all worshipping God. अनि हामीले सबैजनाले हात उचालेर परमेश्वरलाई आराधना गर्दै थियौं She was also worshipping God. उले पनि परमेश्वरलाई आराधना गर्दै थियो And then she saw अनि उसले यसो भन्यो म के देख्दै छु भने an angel एउटा स्वर्गदूत fully dressed in white, अनि स्वर्गदूतले चाहिँ सेतो कपडा लगाएको मैले देख्दै and he छु had a blue sash. अनि उसले चाहिँ यस्तो उयसमा चाहिँ के भन्छ यो कुमदेखि तल चाहिँ नीलो रङको एउटा कपडा चाहिँ त्यहाँ बेरिएको थियो Going across his body, अनि यहाँदेखि यता तलसम्म गएको एउटा नीलो कपडा उसले लगाएको थियो and he was telling Anugrah, अनि त्यो स्वर्गदूतले चाहिँ अनुग्रहलाई यसो भन्यो रे Jesus is coming soon. येशू चाँडै फर्केर आउँदै हुनुहुन्छ भनेर भन्यो रे उसलाई Amen. आमेन So, when you're worshipping God, अनि तपाई पनि जब जब म प्रभुलाई आराधना गर्छु भनेर गीत गाउन थाल्नुहुन्छ नि you should be meeting God. तपाईले कसै गरे पनि परमेश्वरसँग भेट भएकै हुनुपर्छ
परमेश्वरलाई देखेकै हुनुपर्छ, सुनेकै हुनुपर्छ, महसुस गरेकै हुनुपर्छ, तपाईको परमेश्वरसँग भेट भएको नै हुनुपर्छ। And not only in church. अनि यो चाहिँ चर्चमा शनिबारको दिन आराधनाको गीत गाउँदाको मात्रै कुरा गरेको होइन। Not just in school worship. अनि स्कुलमा अब यिनीहरूको जसरी संगति हुन्छ स्कुलमा मात्रै कुरा गरेको होइन, But in your home, तपाईको घरमै पनि do you sing to God? के तपाईँ एक्लै बसेर आराधनाको गीतहरू परमेश्वरलाई गाउनुहुन्छ त? My wife, she gets up at 4 a.m. in the morning. अनि म चाहिँ बिहानै 4, 4:30 मा उठ्छु। I don't get up so early. अनि त्यो चाहिँ उहाँले मेरो कुरा गर्नु भएको, उहाँ चाहिँ त्यति चाँडो उठ्नुहुन्न। Okay, but how do I know she gets up at 4, 4:30? तर मेरो श्रीमती उठ्यो भनेर चाहिँ मलाई कसरी थाहा हुन्छ त बिहान नै? For 25 years of our marriage, she is singing at 4, 4:30. मलाई थाहा भयो मेरो श्रीमती उठ्यो भनेर, किनभने 25 वर्ष भयो हाम्रो बिहा भएको, उले उठेर चाहिँ उता गाउँदै गरेको म सुन्छु। When we are coming by bike many times to the church here or other places we are going, अनि हामी जब बाइकमा चढेर यहाँ आउँदाखेरि पनि अरू ठाउँमा पनि जब हामी बाइकमा जाँदै गरेको हुन्छौँ, Anugrah will sing one worship song, अनि उहाँहरू बाउ छोरीको चाहिँ के बानी छ भने छोरीले एउटा आराधनाको गीत गाउँछ, and then next I have to sing one अनि worship. त्यसपछि ड्याडी अब तपाईँको पालो भन्छ, पालो पालो गरेर बाइकमा दुईजना पछाडि गीत गाउँदै गाउँदै आउनुहुन्छ। And that is the known songs. अनि यो अब थाहा भएकै गीतहरू हो। Then she'll say, Daddy, now we are going to make up our own worship song. अनि अनुग्रहले भन्छ कोही कोही बेला चाहिँ ड्याडी अब चाहिँ थाहा भएकै गीतहरू होइन, अब चाहिँ आराधनाको गीत बनाउँदै गाउने भनेर भन्छ। So the other day I made up one song, I still remember. अनि अस्ति भर्खरै मात्र उहीसँग बाइकमा चढ्दा मैले बनाएको गीत अहिले पनि मलाई थाहा छ। And it's a simple song. अनि साधारण गीत हो मैले You बनाएको। have to translate in music, eh? Let's try. Ezra loved the word of God. इजरायलले परमेश्वरको वचनलाई प्रेम गर्यो। Ezra felt joy with the word of God. इजरायललाई परमेश्वरको वचनमा आनन्द आउँथ्यो। Ezra practiced the word of God. इजरायलले वचनलाई व्यवहारमा उतार्थ्यो। Ezra helped the church to practice the word of God. इजरायलले मण्डलीलाई सहायता गर्यो वचनलाई कसरी व्यवहारमा उतार्ने। Oh, just made up simple song. अनि यो चाहिँ त्यतिकै बनाउँदै गीत गाएको, वचनमै भएको कुरो बनाउँदै गीत गाएको। 3-4 sentences. है 3-4 वटा वाक्य मात्रै थियो त्यसमा। See, when you sing God's word, जब पनि तपाईले परमेश्वरको वचन, अब गीतहरुमा पनि त कति वचनहरु हुन्छ नि हैन, जब तपाईले गाउनुहुन्छ God blesses you. परमेश्वरले तपाईलाई आशीष दिनुहुन्छ। You'll never forget that. अनि तपाईलाई थाहा छ तपाई आफैले गीतमा गाएको वचनको खण्डहरु चाहिँ बिर्सिँदैन नि त, किनभने वचनलाई गीतमा हालेको छ, त्यसैले गर्दा बिर्सिँदैन। Let's look at one verse from 2 Kings. दोस्रो राजाबाट एउटा वचनको खण्डलाई हामी हेरौं। 2 Kings chapter 3 verse 11. दोस्रो राजा 3 को 11। Okay, let's read verse 11 and then 14, 15, 16. हामी दोस्रो राजा 3 को 11, त्यसपछि 14, 15 र 16 हामी पढ्नेछौँ। I'll read first. But Jehoshaphat said, "Is there no prophet of the Lord here, that we may inquire of the Lord by him?" So one of the servants of the king of Israel answered and said, "Elisha, the son of Shaphat, is here, who poured water on the hands of Elijah." And Jehoshaphat said, the word of the Lord is with him. So the king of Israel and Jehoshaphat and the king of Edom went down to him. And Elijah said, "As the Lord of hosts lives, before whom I stand, surely were it not that I regard the presence of Jehoshaphat, king of Judah, I would not look at you, nor see you. But now bring me a musician." Then it happened, when the musician played, the hand of the Lord came upon him, and he said, "Thus says the Lord, make this valley full of ditches." 11 पदमा, तर यहोशापातले सोधे, के यहाँ परमप्रभुका कुनै एकजना अगमवक्ता छैनन्, जसद्वारा हामी परमप्रभुलाई सोधपुछ गर्न सक्छौं? इजरायलका राजाका अधिकृतहरूमध्येका एकजनाले भने, साफातका छोरा एलिसा छन्,
तिनले एलियाका हातमा पानी हालिदिन्थे। यहोशापातले भने परमप्रभुको वचन तिनीसँग छ, यसैकारण इजरायलका राजा र यहोशापात र एदोमका राजा तिनी कहाँ गए। अब 14 देखि म पढ्छु है त। एलिसाले भने सर्वशक्तिमान परमप्रभु जसको सेवा म गर्दछु उहाँको नामको शपथ खाएर म भन्दछु, यदि मैले यहुदाका राजा यहोशापातको आदर नगर्ने भए म तपाईलाई एक आँखाले पनि हेर्ने थिइनँ अथवा ख्यालै पनि गर्ने थिइनँ। तर अब एकजना वीणा बजाउनेलाई मेरो निम्ति ल्याऊ। जब वीणा बजाउनेले बजाइरहेको थियो तब परमप्रभुको हात एलिसामाथि पर्यो र तिनले भने, परमप्रभु यसो भन्नुहुन्छ, यो बेसीमा खाल्टै खाल्टा बनाऊ। Okay, so here we have a story of Elisha. यहाँनिर चाहिँ एलिसाको कथा हामी देख्छौँ। He understood. उसले चाहिँ के बुझेको थियो भने The people wanted his advice. अनि मान्छेले चाहिँ उसको सल्लाह खोज्थ्यो। But how did he thought he will get God's wisdom for them? तर अब मान्छेले चाहिँ उसलाई सल्लाह परामर्श सोध्न आउँथ्यो अनि अब उसलाई चाहिँ अब कसरी चाहिँ हैन मैले दिएको सरसल्लाह चाहिँ परमेश्वरबाटै हो भनेर चाहिँ उसले कसरी भन्न सक्थ्यो त, कसरी थाहा पाउँथ्यो त? He asked for a worship leader with music instruments to play for him. तपाईलाई थाहा छ एलिसाले चाहिँ के गर्थ्यो? लु अब म परमेश्वरबाट चाहिँ ज्ञान बुद्धि माग्छु, परमेश्वरले के भन्नुहुन्छ त्यो सुनिकन यो मान्छेलाई भन्छु भन्नुको लागि चाहिँ उसले एकजना वीणा बजाउनेलाई बोलाउँथ्यो। त्यो वीणा बजाउनेले चाहिँ जसरी वीणा बजाउँदै आराधनाको गीतहरू गाउँथ्यो, The hand of the Lord came upon Elisha. अनि त्यसपछि ठ्याक्कै वर्शिप हुँदैछ अनि परमेश्वरको हात चाहिँ एलिसामाथि आउँथ्यो। Meaning God's presence came upon him. त्यसको अर्थ चाहिँ त्यो वीणा बजाउनेले वीणा बजाउँदै आराधना गर्दै गर्दाखेरि चाहिँ परमेश्वरको अभिषेक चाहिँ एलिसामाथि आउँथ्यो। God's power came upon him. परमेश्वरको शक्ति एलिसामाथि आउँथ्यो। God's wisdom came upon him. परमेश्वरले बुद्धि दिनुहुन्थ्यो एलिसालाई त्यो बेलामा। God's presence is everywhere. अब हामीलाई थाहा छ कि परमेश्वरको उपस्थिति जहाँ कहीँ पनि छ। He is omnipresent. He is everywhere. परमेश्वर चाहिँ अब सर्वव्यापी हुनुहुन्छ, त्यही कारणले गर्दा उहाँ नभएको ठाउँ चाहिँ कुनै पनि छैन। But his presence to heal, his presence to deliver, his presence to guide does not come automatically all the time. तर सुन्नुहोस् है त, चङ्गाई गर्नको लागि परमेश्वरको अभिषेक र उपस्थिति, छुटकाराको लागि परमेश्वरको अभिषेक र उपस्थिति र ज्ञान र बुद्धिका कुराहरू सरसल्लाह दिनको लागि परमेश्वरको उपस्थिति चाहिँ त्यत्तिकै आउँदैन। बुझ्नुभयो त? यी कुराहरू गर्नको लागि चाहिँ परमेश्वरको विशेष अभिषेक चाहिँ त्यहाँनिर आएको हुनुपर्छ। Amen. आमेन। Now listen very carefully. अब ध्यान दिएर सुन्नुहोस्। Elisha said, "Bring me a musician." एलिसाले चाहिँ के भन्यो? मलाई एउटा गीत गाउने मान्छे, संगीतकार चाहिँ मलाई ल्याइदेऊ त भनेर उसले माग्यो हैन? Okay, now what does the Bible say? Musician what? वीणा बजाउने भनेर भनेको छ है त। Okay, what does that mean? One plate harp. Okay, so it says in my Bible it says bring a musician, but in the Nepali Bible it says bring a harp or a sarangi. Yeah. हाम्रो चाहिँ यहाँनिर वीणा बजाउनेलाई ल्याऊ भनेर चाहिँ एलिसाले भनेको छ। वीणा चाहिँ के हो? एउटा सारङ्गी जस्तै हो नि, एउटा सारङ्गी बजाउँदै गाउनेलाई ल्याऊ भनेर चाहिँ भनेको हो हैन? Oh, like a guitar. अथवा एउटा गिटार लु नि त, एउटालाई गिटार लिएर यसो गीत गाउनको लागि बोलाऊ भनेर भनेको है त। An instrument, music instrument with strings. अनि तारे है, तारे एउटा बाजालाई बजाउने र त्यो साथसाथै गीत गाउने, आराधनाको गीत गाउने एकजनालाई चाहिँ ल्याऊ भनेर चाहिँ एलिसाले मगाएको छ। Now let me ask you a question. अब म तपाईलाई सोध्छु है त। Okay, when you play the instruments, अनि जब कोही व्यक्तिले एउटा बाजा बजाउँछ, say these instruments over here, अब जस्तै यहाँनिर धेरै बाजा गाजा छ है त, do they all sound the same? अब यहाँनिर यो सबैलाई हामीले त गिटारै भनेर भन्छौँ, तर यो सबै गिटारको साउन्ड एउटै टाइपको छ त भन्नुस् त? छैन। No, one is a bass guitar, एउटालाई चाहिँ बेस गिटार भन्यो, one is a rhythm guitar, अर्कोलाई चाहिँ अब रिदम है, ताल दिने भयो हैन, अर्को another is a lead guitar. अर्कोलाई लिड गिटार, गिटारै पनि फरक फरक छ। Now think about us.
अब हाम्रै बारेमा तपाईँ हाम्रो बारेमा पनि यसो विचार गरौँ। You are also a guitar. तपाईँले आफैलाई पनि एउटा गिटार सम्झिनुहोस्। Why? किन? Because some of you are bass. किनभने तपाईँहरू मध्ये कतिजनाले गाउँदाखेरि बेस आवाज निस्किन्छ है त। Okay, like the bass guitar. बेस गिटारको जस्तो आवाज निस्किन्छ। Okay, all the men sing with me. सबैजना दाजुभाइहरूले उहाँको पछि पछि गाउनुहोस् त। Dhanyabad Yesu. So that's a bass हेर्नुहोस् है voice. त, अब मेरो पनि स्वर त्यस्तै त्यस्तै छ है त। म पनि एकदम लो गाउने मान्छे हो हैन। तर दाजुभाइहरूले दिदीबहिनीहरूले चाहिँ दाजुभाइले भन्दाखेरि तिखो गाउनुहुन्छ है। उहाँहरूको चाहिँ लो भोइस आउँछ तर दिदीबहिनीहरूको स्वर चाहिँ फेरि सुरिलो तिखो आउँछ है त। Okay, now let's hear the ladies sing. ल दिदीबहिनीहरूले यही गीत गाउँ त। रेडी 1 2 3 गो। धन्यवाद येशू धन्यवाद येशू। So there is the bass sound. यही गीत हो, यही धुन हो, तर दाजुभाइहरूले गाउँदाखेरि अलिकति बेस प्रकारको आवाज आउँछ। Then when the ladies sing, it's high. अनि तर दिदीबहिनीहरूले गाउँदाखेरि तिखो सुनिन्छ हैन। यही कुरोलाई तिखो स्वरमा हामी सुन्छौँ। In English we say soprano अनि- or tenor. अनि इङ्ग्लिसमा चाहिँ दिदीबहिनीहरूले चाहिँ सोप्रानो अथवा टेनर तरिकाले गाउनुहुन्छ। And the men bass or alto. अनि दाजुभाइहरूको स्वरको टाइप चाहिँ कि चाहिँ बेस टाइपको कि चाहिँ अल्टो। अब यो चाहिँ गीत गाउनेहरूको विभिन्न लेभल हो है त। कसले तिखो गाउँछ, कसले चाहिँ अलिकति गहकिलो भारी स्वरमा गाउँछ भन्ने कुरा उहाँले गर्नुहुन्छ। So the person who invented the guitar, the sitar, the sarangi, the harp, जुन मान्छेले चाहिँ गिटार, सितार, सारङ्गी हैन, वीणा यो सबै बाजा गाजा जुन मान्छेले सुरुमा बनाए, where did they get the idea from? अब उनीहरूले कहाँबाट आइडिया पायो होला त? यसको चाहिँ साउन्ड यस्तो आउनुपर्छ भनेर त्यो आइडिया कहाँबाट पाएको होला भन्नुहोस् त? From us, from our voice. मान्छेको स्वरबाट नै हो नि। उसले यस्तो उसको आवाज चाहिँ एकदमै गहकिलो टाइपको छ, उसको तिखो छ हैन। त्यही अनुसारको उसले बाजामा पनि कोही तिखो बज्ने, कोही एकदमै लो टाइपको बज्ने चाहिँ बाजा गाजा पनि बन्यो नि त। So when my wife worships in the morning, अनि जब मैले बिहान आराधना गर्छु, she's not playing any guitar. म गिटार बजाएर गाउँदिन। She's not playing the keyboard. म त्यो पियानोहरू किबोर्डहरू पनि बजाउँदिन। She's not playing the drums. म ड्रम पनि बजाउँदिन। She's singing. म चाहिँ एक्लै, मलाई बाजा गाजा केही चाहिँदैन हैन। त्यतिकै मेरो स्वरले मात्रै म गाइरहेको Because छु। every human voice is a music instrument. किनभनेदेखि मान्छेको स्वर आफैमा एउटा बाजा हो। बुझ्नुभयो त? मान्छेको आफ्नो स्वर आफैमा पनि एउटा बाजा हो। त्यसले गर्दा बाजा भयो भने मात्रै म गाउन सक्छु भन्ने हुँदैन। So if you close your eyes अनि यदि तपाईँले आँखा बन्द गर्नुभयो and Pastor Hari is speaking, अनि तपाईँले आँखा बन्द गर्नुभयो र पास्टर हरिले चाहिँ वचन दिँदै हुनुहुन्छ भने you will not say it's Pastor Indra speaking. तपाईँले छुट्याउन सक्नुहुन्छ नि हैन। पास्टर हरिको स्वर र पास्टर इन्द्रको स्वर तपाईँले छुट्याउन सक्नुहुन्छ कि हुँदैन? अवश्य छुट्याउन सक्नुहुन्छ नि। When Brother Amos is speaking, अनि जब यहाँनिर आमोस बोलिरहेको हुन्छ माइकमा, you will not say, that is Brian sir speaking. अनि तपाईँले ए ब्रायन सर पो बोल्यो भन्नु त हुन्न नि त। किनभने तपाईँले आवाजमा पनि छुट्याउन सक्नुहुन्छ कुन मान्छेको कुन आवाज छ भनेर, हो कि हैन? So all of you, अनि तपाईँहरू सबैजना, you are a musician for God. तपाईँहरू आफैमा तपाईँको गलामा नै त्यो वरदान छ। तपाईँहरू परमेश्वरको लागि सङ्गीतकारहरू, धुन निकाल्नेहरू हुनुहुन्छ। Now you may say, अब तपाईँलाई यस्तो लाग्न सक्छ, when I sing, people don't like my sound. I also don't like it. अनि तपाईँलाई यस्तो लाग्ला ए मेरो स्वर मिठो छैन, मान्छेले मेरो स्वर के मन पराउँछ होला, म आफैलाई त मेरो स्वर त्यति मन पर्दैन भन्ने पनि लाग्न The सक्छ। worship band sings, अनि जब आराधनाको झुन्डले यहाँनिर बसेर गाउनुहुन्छ, so nice. उनीहरू यसो सुन्दाखेरि पनि कति मिठो सुनिन्छ। But when I sing, तर जब म गाउँछु it is out of tune. अनि मलाई त त्यो गीतको लय पनि आउँदैन, म त त्यो भाका पनि आउँदैन जस्तो तपाईँलाई लाग्न सक्छ। When I sing, जब म गाउँछु people like, wait, when I'll finish. अनि मैले गाउँदाखेरि त मान्छेले
यसले कहिले गीत गाइसक्छ होला भनेर पर्खिरहेको छ होला। मलाई त भाका पनि आउँदैन जस्तो लाग्न सक्छ। When you sing, जब तपाईले गाउनुहुन्छ people go to sleep. मान्छे त बरु सुत्छ होला तपाईको गीत Or सुनेर, people leave the church. अथवा हे के बसिराख्नु भनेर निस्किन्छ Oh, पनि होला। there's a toilet जानु पर्छ। अनि के चाहिँ हे म टोयलेट गएर आउनु पर्यो किनभने उसको स्वर त्यति मिठो छैन, उसले गाइसकुन्जाल त म टोयलेट गएर आउँछु जस्तो लाग्न सक्छ। Many of you are like that. अनि तपाईहरु मध्ये धेरै जनाको स्वर त्यस्तै होला। This is what Psalm 81 verse 1 says for you. तर भजन संग्रह 81 को 1 ले चाहिँ यसो भन्छ है त तपाईलाई जसलाई चाहिँ यस्तो लाग्छ मेरो स्वर राम्रो छैन भनेर। Let's read. हामी भजन संग्रह 81 को 1 लाई पढौँ है। Psalm 81 verse 1. भजन संग्रह 81 को 1। Psalm 81 verse 1 says, "Sing aloud to God our strength, make a joyful noise to the God of Jacob." परमेश्वरको निम्ति आनन्दले गाऊ, उहाँ हाम्रो शक्ति हुनुहुन्छ। उच्च आवाजले उच्च स्वरले याकुबका परमेश्वरको जय जयकार गर। Yeah, it's a little bit different in अब हाम्रो Nepali. यहाँनिर चाहिँ उच्च स्वर भन्दाखेरि त ठुलो स्वरमा गाऊ भन्ने जस्तो लाग्न सक्छ हैन, तर खासमा चाहिँ यो वचन अलिकति फरक It हुनुपर्छ है says त। joyful noise. यहाँनिर चाहिँ आनन्दले होहल्ला मचाऊ भनेर भनेको है त, बुझ्नुभयो त? होहल्ला मचाउनु, तर कस्तो खालके होहल्ला मचाउनु अरे आनन्दको होहल्ला मचाउनु भनेर चाहिँ खासमा त्यहाँ When लेखेको you छ। sing, जब तपाईले गाउनुहुन्छ it may not sound like music, अब अरूले त त्यसलाई गीत पनि नसम्झेला, हल्ला मात्रै गरेको सम्झेला हैन, but your Bible says तर बाइबलले यसो भन्छ even noise from you is acceptable to God. तपाईले मचाएको होहल्ला पनि परमेश्वरले चाहिँ स्वीकार गर्नुहुन्छ अरे, बुझ्नुभयो त है? भाका पुराएर भाती पुराएर गीत गाएको मात्र होइन, कतिजनाले त केवल भाकै नपुराइकन उच्च स्वरमा उनीहरू कराउनु मात्रै जान्दैछ, होहल्ला मात्रै गर्नु जान्दैछ, तर त्यही पनि परमेश्वरले स्वीकार गर्नुहुन्छ भन्ने कुरो वचनमा लेखिएको छ। God is happy with you when you make a noise, but it's full of joy. तर तपाईले हृदयभित्रबाट पुरा आनन्दले भरिएर चाहिँ तपाईले परमेश्वरको उपस्थितिमा हल्ला मात्रै गर्नुभयो भने है, तपाईको गीत चाहिँ हल्ला जस्तो मात्र सुन्यो भनेदेखि त्यही हल्लालाई पनि परमेश्वरले तपाई आनन्दले भरिपूर्ण भएर गाएको कारणले गर्दा परमेश्वरले स्वीकार गर्नुहुन्छ। Let's make a joyful noise to the Lord. आउनुहोस् हामी परमेश्वरको निम्ति त्यसो भए आनन्दको होहल्ला मचाऊ, Let's sing खुशी खुशी बनाओ. Yes? खुसी खुसी मनाऊ भन्ने गाउँ है त। ल रेडी, 1, 2, 3. खुशी खुशी मनाओ. Amen. Amen. Now when you were singing, जब तपाईले गाउँदै I हुनुहुन्थ्यो was trying to listen to you. मैले चाहिँ ध्यान दिएर सुन्ने कोसिस गर्दै थिएँ। Many of you all were singing in different scales. तपाईहरु सबैजनाले एउटै स्केलमा होइन, थुप्रै जनाको स्केल तल माथि भइरहेको थियो। And when I hear from here, अनि जब मैले यताबाट सुन्दा I can find out अनि म ठ्याक्कै पत्ता लगाउन सक्छु different scales are going on. है, कसले उच्च स्केलमा गाइरहेको छ, लो स्केलमा गाइरहेको छ, मेरो कानले छुट्याउन सक्छ। When God is hearing you, तर जब परमेश्वरले तपाईले गाउनु भएको गीतहरू सुन्नुहुन्छ, He's hearing you. परमेश्वरले तपाईलाई सुन्नुहुन्छ And He's saying, "Oh, my daughter Sita, अनि तपाईको जस्तै स्वर भए तापनि परमेश्वरले भन्नुहुन्छ, ए मेरो छोरी सीता, oh, my son Ram, अनि मेरो छोरा राम, my brother Nathan, अनि मेरो छोरा मेरो भाइ नेथन, my sister Kopila." अनि मेरो बहिनी कोपिला, You know, God is rejoicing with you. जसले जुन स्वरमा जस्तै भाकामा गाए तापनि तर परमेश्वरले चाहिँ तपाईको हृदयभित्रबाट निस्केको आराधनाको गीतहरू सुनेर चाहिँ परमेश्वर आनन्दित हुनुहुन्छ। The word nagen, N-A-G-E-N, nagen, यो नागेन भन्ने एउटा शब्द छ, it's the word for musician. अनि नागेन चाहिँ बाइबलमा हिब्रूमा चाहिँ कसलाई भनेको छ भने संगीतकारहरू जो संगीतमा लागेको छ उनीहरूलाई चाहिँ नागेन भनेर भन्दो रहेछ। Those who play the keyboard or the drum. अनि यहाँनिर
ड्रम बजाउने भयो, यो किबोर्ड बजाउने भयो, also the guitar. यो गिटार बजाउनेहरू। But now I told you, तर अब मैले तपाईँलाई भने your voice is a guitar. तपाईँको स्वर आफैमा एउटा गिटार सरह हो। Now let me ask you, म तपाईँलाई सोध्छु है त, are you a drum? के तपाईँ ड्रम हो त? तपाईँले आफैलाई म ड्रम हो भन्न मिल्छ त? Yes, मिल्छ। you are a drum. तपाईँ आफैमा एउटा ड्रम हुनुहुन्छ। Okay, everybody sing with me. सबैजनाले म सँगसँगै गाउनुहोस् त। Dhanyabad Yesu, धन्यवाद येशू। Okay, stop. Now sing and do the drums with me. Dhanyabad Yesu, Dhanyabad Yesu, Dhanyabad Yesu me madeki. Hallelujah. Dhanyabad Yesu, Dhanyabad Yesu, Dhanyabad Yesu me madeki. Are you a drum? भनेपछि तपाईँ नै ड्रम हुनुहुँदो रहेछ त? भनेको अझ तपाईँलाई ड्रम नै चाहिँदो रहेछ त? No, you are the drum. You are a human drum. तपाईँ आफैले मान्छे भएर पनि ड्रमले दिने जो साथ हुन्छ नि है, तपाईँ आफैले ताली बजाई पनि ड्रमले दिने साथ तपाईँले आफैलाई दिन सक्नुहुन्छ। Hallelujah. हालेलुया। Amen. आमेन। So God does not want you in your quiet time सुन्नुहोस् है त, to be limited to this instrument called the drum. सुन्नुहोस् है त, चर्चमा चाहिँ ड्रम बजाएर मात्रै गीत गाउने बानी भएको छ। तर घरमा त एक्लै प्रभुसँग आराधना गर्नु पर्दाखेरि त ड्रम छैन, ड्रम भएको म आराधनाको गीत गाउँथे भन्नु त पर्दैन नि त, होइन? परमेश्वरले चाहिँ यो चाहनुहुन्न कि तपाईँ ड्रम भयो भने मात्रै गाउने, गिटार भयो भने मात्रै गाउने, किबोर्ड भयो भने मात्रै गाउने चाहिँ होइन। तपाईँले आफै पनि परमेश्वरलाई आराधना गर्न सिक्नुपर्छ। Pastor Indra was telling me many years ago this testimony. धेरै वर्ष अगाडिको पास्टर इन्द्रले उहाँको आफ्नो गवाई मलाई भन्दै हुनुहुन्थ्यो। Maybe about 20 years ago. 20 वर्ष अगाडिको होला। The church in Khasa. अनि विशेष गरी उता चाइना भित्र है, खासा भित्र चाहिँ लासा कि Khasa in Tibet. त्यहाँनिर कोदारीदेखि पारिपट्टिको हैन उता संगतिको कुरा उहाँले मलाई भन्नु भएको It's थियो। in Tibet. It's in त्यो Tibet. टिबेटमा। Okay, Khasa. And over there, the believers meet at 12 in the night. अनि त्यति बेला उहाँले मलाई भन्नुहुन्थ्यो विश्वासीहरू चाहिँ संगति गर्नको लागि राति 12 बजी भेट्नु पर्छ भनेर। And then how do they clap and अनि singing? 12 बजी आराधना संगतिको लागि राति 12 बजी भेट्दाखेरि पनि उनीहरूले ताली चाहिँ कसरी बजाउँछ त? Everybody put your hands like this. लु त हात। Because the police would catch them if they किनभने clap. त्यहाँनिर त हामीले जस्तो खुल्लासँग आराधना गर्न मिल्दैन नि त, होइन? पुलिसले पक्रिहाल्छ। So over here we can clap like this. यहाँ त मजाले ताली बजाउँदै गीत गाउन सकियो। Okay, everybody do. गर्नुहोस् त, यहाँ हामीलाई स्वतन्त्र छ, यसरी हामीलाई गाउनु आराधना गर्न मिल्छ। Yeah? ओके न? But there they could not. तर उहाँले भन्नुहुन्थ्यो त्यहाँनिर त राति 12 बजी कसैले थाहा नपाएको बेलामा भेटेर संगति गर्नु पर्दा चाहिँ कसरी ताली बजाउने त? You know how did they clap? उनीहरूले कसरी ताली बजाउँथे? Everybody put your hand like this. लु त हात आवाजै ननिकालिकन। Then singing also they didn't use their voice. अनि उनीहरूले गाउँदाखेरि पनि ठुलो ठुलो स्वरमा गाउनु मिल्थेन, आवाजै निकाल्नु मिल्थेन। Now let's sing like that. लु Sing. त आवाजै ननिकालिकन ताली बजाउनुहोस्, आवाजै ननिकालिकन धन्यवाद येशू गाउनुहोस् त। That's how they're worshipping God. अनि उनीहरूले त पुलिसले सुन्छ भनेर डरले यसरी है कसैले नसुन्ने पाराले उनीहरूले आराधना गर्थे। How beautiful, right? अझ तर त्यो कति सुन्दर कुरो हो हेर्नुहोस् त।
they could not clap. उनीहरूले हामीले जस्तो ताली बजाउँदै गाउन नमिल्ने, They cannot sing with their voice. उनीहरूले आवाज निकालेर गाउन पनि नमिल्ने, But they were still clapping. तरै पनि उनीहरूले ताली बजाउँदै गाउँथे। They were still lip syncing. उनीहरूले आवाज ननिकाले तापनि मनमा नै गाएको, तर ओठले चाहिँ गाएको जस्तो गरेको, तर अरूलाई नसुन्ने पाराले उनीहरूले गाउँथे। See, when you look at the flute, जब तपाईले एउटा बाँसुरीलाई हेर्नुहुन्छ, when they play the flute, it sounds so nice. अनि त्यो बाँसुरी बजेको कस्तो मिठो सुनिन्छ The हैन, trumpet is played so nice. अनि यो ट्रम्पेट पनि उनीहरूले तुरही कस्तो दामी बजाउँछ। Okay, that's called a wind instrument. अनि त्योहरू पनि बाजा गाजा नै हो, त्यसमा चाहिँ हावाको प्रयोग हुन्छ, ओके न? So त्यो भित्र भएको हावालाई, त्यो सासलाई चाहिँ कतिको छोड्ने, कतिको रोक्ने, त्यो अनुसार त्योबाट म्युजिक So निस्किन्छ। drums are percussion instruments. अनि यो ड्रम्सलाई चाहिँ पर्कसन इन्स्ट्रुमेन्ट भनेर भनिन्छ, हैन? The guitars are called stringed अनि instruments. गिटारहरूलाई चाहिँ तारे बाजा भनेर भनिन्छ। And then the flute, अनि त्यसपछि यो मुरली, यो बाँसुरीहरू चाहिँ, flute, trumpet, अनि यो sax. तुरहीहरू, यो जति पनि फुकेर बजाउनु पर्ने बाजा गाजा हुन्छ, They are wind instruments. अनि तिनीहरूलाई चाहिँ हावाको बाजा भनेर भनिन्छ, किनभने हाम्रो ओठ मुखबाट निस्केको सास चाहिँ कतिको छोड्ने, कतिको रोक्ने, त्यसमै भर पर्छ, त्यसमा कस्तो आवाज And निस्किन्छ every भनेर। wind instrument is different style. अनि फेरि अब फुकेरै बजाउने बाजा गाजा पनि त सबै फरक फरक स्टाइलको हुन्छ नि, होइन? I'll ask Amos a question. अब आमोसलाई एउटा प्रश्न सोध्छु है त। What is your famous, what are some of the worship leaders that you listen to, English or Nepali? आमोसले मन पराउने र एकदमै के भन्छ उनीहरूको गीत सुन्ने चाहिँ तपाईको फेमस मनपर्दो आराधनाको अगुवाहरू चाहिँ को छ जसको तपाईले युट्युबमा सुन्नुहुन्छ? ब्यान्ड City Alive. City Alive. Okay. Okay. सिटी अलाइभ भन्ने एउटा ब्यान्ड रहेछ, त्यसको गीतहरू सुन्नुहुँदो रहेछ। Another one. अरु कसको सुन्नुहुन्छ? Elevation worship. Okay. Worship. Another one. Hillsong. Hillsongs. So now tell me, Amos, are they same or they're different style? अब अहिले तपाईले तीनवटा ब्यान्डको नाम भन्नुभयो, त्यो तीनैवटा एकै टाइपको छ कि उनीहरू फरक फरक स्टाइलको छ? एकदम फरक फरक स्टाइल छ। Why? किन फरक फरक? Because the flute is different sound and the trumpet is different sound. किनभनेदेखि हेर्नुहोस् है त, सबै फरक फरक हुन्छ, किनभने बाँसुरी पनि फुकेरै बजाउने हो तर त्यो अर्कै साउन्ड निस्किन्छ, सनाई पनि फुकेरै बजाउने हो तर त्यसको अर्कै साउन्ड निस्किन्छ, तुरही फुकेरै बजाउने हो तर त्यसको साउन्ड अर्कै निस्किन्छ। Each one of you is a wind instrument. When you sing, it's a unique sound. अनि तपाईहरु पनि यदि हेर्नुस् है त यो फुकेरै बजाउने बाजा गाजा पनि फरक फरक रहेछ भने तपाईहरुले पनि आफैलाई यदि म पनि एउटा बाजा हो भनेर तपाईले सम्झिनुहुन्छ भने त तपाईको साउन्ड फरक हुन्छ, अर्कोको साउन्ड फरक हुन्छ, तपाईले गाउने तरिका, तपाईलाई सुन्दाखेरि सुनिने तरिका फरक हुन्छ। By the way, I want to make an announcement here. अनि एउटा सूचना पनि तपाईलाई भनिहाल्छु। On 22nd of September, यही सेप्टेम्बरको 22 तारिख चाहिँ Judah Plaus is coming to Kathmandu for a concert. अब 2 हप्ता पछाडिको उहाँले कुरा गर्नुभएको है त। जुडा प्लाउ भन्ने दार्जिलिङको एकदमै फेमस ब्यान्ड यहाँ काठमाडौँमा आउँदै हुनुहुन्छ कन्सर्ट गर्नको लागि। Now, how many of you remember this song? Sing. अरु कोही छैन। यो गीत सुन्नु भएको छ? अरु कोही छैन। 1 2 3 अरु कोही छैन यसको योग्य एकमात्र क्षमा तपाईं। It's sung by Judah Plaus. अनि यो गीत चाहिँ जुडा प्लाउसको गीत हो है त। Daniel, Ujjal and Sami, अनि दानियल, उज्जल र सम्मी जो त्यो ब्यान्ड मेम्बरहरुको they are the children of Pastor Joseph Gadal. अनि उहाँहरु चाहिँ पास्टर जोसेफ गदालको छोराहरु हुनुहुन्छ। Pastor Joseph Gadal came to Hindi village. अनि पास्टर जोसेफ गदाल चाहिँ उहाँ माथि हिन्दी गाउँमा पनि पुगिसक्नु And भएको हो। he came and he spent time. अनि उहाँले आएर तपाईहरुसँग समय बिताउनु भयो पास्टरसँग। He prophesied that earthquake is coming and it came.
उहाँले अगमबानी दिनुभएको थियो यो भूकम्प आउँछ भनेर साँच्चै नै भूकम्प आयो पनि He was praying for people. अनि उहाँले मानिसहरूको लागि प्रार्थना He was गरिदिनुभयो prophesying. उहाँले अगमबानीहरू दिनुभयो So he has written many songs that are in the Nepali songbook. उहाँले पनि थुप्रै गीतहरू लेख्नु भएको छ जो हाम्रो यो ख्रिस्टीय भजनमा छ पास्टर जोसेफ गोदालको भजनहरू पनि ख्रिस्टीय भजनमा छ So when we listen to different people singing, we enjoy. अनि जब विभिन्न मानिसहरूले आफ्नो आफ्नो पारामा गाउँछ हामीलाई सुन्दाखेरि पनि एकदमै रमाइलो लाग्छ I like to listen to Don Moen. अनि डन मोहन भन्ने एउटा आराधना अगुवाई गर्ने व्यक्ति छ मलाई चाहिँ उसको गीतहरू सुन्न मन पर्छ He is very nice. अनि मलाई उहाँको गीतहरू साह्रै मन पर्छ Soft worship. अनि यो एकदम धेरै झाङझाङ झुङझुङ हुँदैन एकदमै सफ्ट प्रकारको आराधनाको गीतहरू उहाँले The गाउनुहुन्छ last month, Dr. Thomas Putur sang for us. अनि डाक्टर थोमस पुथुरले पनि आएर हाम्रो बीचमा गाउनुभयो A famous song I like what you're singing. Sion Desh, Hamara Desh. So nice, eh? अनि उहाँले यो सियोन देश हमारा है देश भन्ने गाउनुभयो नि होइन हाम्रो ब्यान्डहरूले पनि गाउनुभयो नि होइन हाम्रो वर्सिप टिमले जोइन गर्नुभयो हालेलुया हालेलुया कस्तो राम्रो लागेको थियो मलाई कि त्यो आराधनाको गीत उहाँले यहाँनिर गाउनु हुँदाखेरि And my daughter Apsara, I was playing his songs in the living room 2 nights ago. अनि 2 रात अगाडि मात्रै मैले उहाँको गीत चाहिँ घरमा बजाउँदै सुन्दै थिएँ त्यति बेला मेरो छोरी अप्सराले She said like this. अनि मेरो छोरी अप्सराले चाहिँ यसो भन्दै थियो When Thomas uncle sings, I feel so peaceful, eh? उहाँले थोमस अङ्कलले गाउँदाखेरि चाहिँ मलाई कस्तो मनमा शान्ति लागेर आउँछ भनेर उहाँले भन्दै हुनुहुन्थ्यो I feel so happy in God. अनि उहाँले गाउँदाखेरि चाहिँ मलाई परमेश्वरको कस्तो आनन्द महसुस हुन्छ भन्दै थियो मेरो छोरीले Amen? आमेन So our voice is also like that. तपाईलाई थाहा छ तपाईँ हामीलाई पनि परमेश्वरले गाउने स्वर दिनुभएको छ So you are a guitar. तपाईले आफैलाई गिटार सरह सम्झिनुहोस् तपाईँ आफै नै त्यो गिटार हो Everybody say, I am a भन्नुहोस् guitar. त गिटार मै हो भन्नुहोस् त I am a drum. ड्रम पनि मै हो भन्नुहोस् त And I am a flute. अनि बाँसुरी पनि मै हो भन्नुहोस् त Or I am a trumpet, a Ani? Bible instrument. अनि बाइबलमा चाहिँ तुरही भनेर भनेको छ तुरही पनि मै हो भन्नुहोस् त Amen? आमेन We're all musicians in God. परमेश्वरको अगाडि चाहिँ सबैजना गाउनु बजाउनु सक्ने सङ्गीतकारहरू नै हो These music instruments are outside of us, Ani? but God created music instruments inside us. यहाँ जति पनि बाजा गाजाहरू हामी स्टेजमा देख्छौँ यिनीहरूले हामीलाई सहायता नपुर्याउने होइन सहायता पुर्याउँछ होइन यो चाहिँ तर हामीलाई बाहिरी रूपमा सहायता पुर्याउने कुराहरू हो तर आराधना त हामी आफैले गाउन सक्छौँ हामी केवल बाजा गाजामा मात्रै भर पर्नु पर्दैन So let's read this Bible verse and then we'll close our message today. अनि यो एउटा बाइबलको खण्ड पढौँ र त्यस पछाडि चाहिँ हामी आजको वचनलाई हामी अन्त्याउनेछौँ It's a long Bible verse, so everybody open your Bibles. सबैजनाले बाइबल खण्ड खोल्नुहोस् यो लामो छ 2 Chronicles 20:14 to 22. दोस्रो इतिहास 20 को 14 to 22. 14 देखि 22 सम्म As you're going there, I'll read. Then the Spirit of the Lord came upon Jaziel, the son of Zechariah, the son of Benaiah, the son of Jael, the son of Mattaniah, a Levite of the sons of Asaph, in the midst of the assembly. And he said, Listen, all you of Judah and you inhabitants of Jerusalem, and you, King Jehoshaphat, thus says the Lord to you, do not be afraid nor dismayed, because of this great multitude. For the battle is not yours, but God's. Tomorrow go down against them. They will surely come up the ascent of Ziz, and you will find them at the end of the brook before the wilderness of Jeruel. You will not need to fight in this battle. Position yourselves, stand still, and see the salvation of the Lord. Who is with you, O Judah and Jerusalem? Do not be feared or dismayed. Tomorrow go out against them, for the Lord is with you. And Jehoshaphat bowed his head with his face to the ground, and all Judah and the inhabitants of Jerusalem bowed before the Lord.
worshipping the Lord. Then the Levites and the children of the Kohathites and of the children of the Kohathites stood up to praise the Lord God of Israel with voices loud and high. So they rose early in the morning and went out in the wilderness of Tekoa. And as they went out, Jehoshaphat stood and said, Hear me, O God, O Judah, and you inhabitants of Jerusalem. Believe in the Lord your God, and you shall be established. Believe his prophets, and you shall prosper. And when he had consulted with the people, he anointed those who would sing to the Lord, and who would praise the beauty of holiness. As they went out before the army and were singing, Praise the Lord, for his mercy endures forever. Now when they began to sing and to praise, and the Lord set ambushes among the people of Ammon, Moab and Mount Seir, who had come against Judah, and they were defeated. सुन्नुहोस् है, यो वचन लामो रहेछ, ध्यान दिएर सुन्नुहोस् है। तब आसपको वंशका एकजना लेवी याहासेलमाथि परमप्रभुको आत्मा उत्रनु भयो। म पढ्छु, तपाईले बाइबलमा हेर्नुहोस् है त, 14 बाट है। तब आसपको वंशको एकजना लेवी याहासेलमाथि परमप्रभुको आत्मा उत्रनु भयो। तिनी मत्तन्याका जनाती, यहिएलका पनाती, बनायाका नाती अनि जकरियाका छोरा थिए। तिनले भने, हे यहुदा र यरुसलेमका सबै बासिन्दा, राजा यहोशाफात पनि सुन्नुहोस्। परमप्रभु तपाईहरूलाई यही भन्नुहुन्छ, नडराऊ, यस ठुलो सैन्य दलदेखि नआत्त्यौ, किनभने लडाई परमप्रभुको हातमा छ, तिमीहरूको हातमा होइन। भोलि उनीहरूसँग युद्ध गर्न निस्क, उनीहरू जीजको उकालोबाट भएर आउँछन्। तिमीहरूले उनीहरूलाई यरुएलको उजाड स्थानमा भएको खोलाको पल्लो छेउमा भेट्नेछौ। यो लडाई तिमीहरूले लड्नु पर्ने छैन, तातीमा दृढ भएर पर्खिबस। परमप्रभुले तिमीहरूको उद्धारको काम गर्नुभएको तिमीहरू देख्नेछौ। न डराऊ, न त आत्तियौ। भोलि उनीहरूको सामना गर्न तिमीहरू निस्किआऊ, किनभने परमप्रभु तिमीहरू तर्फ हुनुहुन्छ। यहोशाफात भुइँमा घोप्टो परे र यहुदा र यरुसलेमका सबै बासिन्दाहरू परमप्रभुको सामुन्ने दण्डवत गर्न घोप्टो परे। तब काहात र कोरहका वंशका केही लेवीहरू खडा भए र चर्को स्वरले परमप्रभु इजरायलका परमेश्वरको प्रशंसा गरे। तब तिनीहरू बिहान सबेरै उठेर तकोको उजाड स्थलमा गए। तिनीहरू निस्केर जाँदा खडा भएर यहोशाफातले भने, हे यहुदा र यरुसलेमका बासिन्दा हो, मेरो कुरा सुन। परमप्रभु तिमीहरूका परमेश्वरको विश्वासमा तिमीहरू स्थिर भइरहो र उहाँले तिमीहरूलाई थामी राख्नुहुनेछ। उहाँका अगमवक्ताहरूमाथि विश्वास गर र तिमीहरूको फलिपाप हुनेछ। मानिसहरूसित सल्लाह गरेपछि तिनले कतिजनालाई परमप्रभुको स्तुति गान र उहाँको पवित्रताको प्रतापको प्रशंसा गर्न सेनाको अघि गएर गाउनलाई नियुक्त गरे। अनि तिनीहरूले यसो भनेर गाए, परमप्रभुलाई धन्यवाद देऊ, किनभने उहाँको प्रेम अनन्त कालसम्म रहिरहन्छ। तिनीहरूको प्रशंसाको चर्को आवाज सुनिने बित्तिकै परमप्रभुले यहुदासँग युद्ध गर्न आएका अम्मोनी, मोआबी र सेयर पर्वतका मानिसहरूलाई अल्मल्याइदिनु भयो र उनीहरू परास्त भए। As they were singing, जसै उनीहरूले आराधना र प्रशंसाको गीतहरू गाइरहेका थिए, God defeated the enemies. परमेश्वरले उनीहरूको शत्रुहरूलाई हराइदिनु भयो। You have any sickness? तपाईको जीवनमा के कुनै रोग बिमार छ? As you sing to the Lord, you will be healed. जसै तपाई आराधनामा मस्त भएर उहाँलाई गाउनुहुन्छ, तपाईको जीवनमा चंगाई आउँछ। If you are having any trouble, के तपाईको जीवनमा कुनै संकष्ट र समस्या छ? any challenges in your life, तपाईको जीवनमा कुनै चुनौतीको सामना तपाईले गरिराख्नु भएको as छ? you sing to the Lord, you'll get the answer. God will give you victory. जति तपाई परमेश्वरको आराधनामा मग्न हुनुहुन्छ, परमेश्वरले तपाईलाई उत्तर दिनुहुन्छ, परमेश्वरले तपाईलाई विजय दिनुहुन्छ। Not only are the people over here, they are musicians, but every Christian is a musician. अनि तपाईले यो नसम्झिनुहोस् कि आराधनाको गीतहरू गाउन सक्ने त यहाँनिर शनिबारको दिन अगाडि उभिएर गाउने बजाउनेहरू मात्रै नसम्झिनुहोस्। हरेक विश्वासीले आराधना आफै गर्न सक्छ,
सक्छ उलाई चाहिँ खाली बाजा गाजामा र अरूले साथ दियो भने मात्रै भनेर त्यसमै भर पर्नु पर्दैन They are musicians. We are also musicians. उनीहरू यदि संगीतकार हो भने परमेश्वरले हरेक विश्वासीलाई संगीतकारै बनाउनु भएको छ They play the guitar. उनीहरूले गिटार बजाउँछ We are the guitar. तर हामीले चाहिँ आफैलाई हामी नै गिटार हो They play the drums. उनीहरूले ड्रम बजाउँछ We are the drum. हामीले त्यो ड्रमको आवाज ताली बजाएर पनि निकाल्न They सक्छौँ are the trumpet and the flute. यदि उनीहरूले बाँसुरी बजाउँछ उनीहरूले तुरही फुक्छ भने Our voice is also the trumpet and अनि flute. याद राख्नुहोस् तपाईको स्वर आफैले पनि त्यो मुरलीले जस्तै त्यो तुरहीले जस्तै सङ्गीतहरू निकाल्न But सक्छ it's not like other songs. तर सुन्नुहोस् है यो चाहिँ अरू गीतहरू जस्तो होइन Other songs, when you sing, bad things will happen in your life. संसारिक गीतहरू जब मानिसहरूले गाउँछ त्यो संसारिक गीतहरूले चाहिँ उसको जीवनमा खराबै कुरोहरू गर्छ But when we sing, तर जब तपाईँ र हामीले चाहिँ आराधनाको गीतहरू गाउँछौँ God is winning the battle in our lives. हाम्रो पक्षमा परमेश्वरले हाम्रो निम्ति युद्धहरू जित्नुहुन्छ Hallelujah. हालेलुया I remember 1999. अनि आजभन्दा धेरै वर्ष अगाडिको कुरो हो मलाई एउटा घटना अझै पनि थाहा छ 1999 was 27 years ago. आजभन्दा 27-28 वर्ष अगाडिको कुरा I was in Bangalore. म बेंगलोरमा थिएँ I was doing my discipleship training school. अनि मैले त्यति बेला एउटा चेलापन तालिम केन्द्रमा चाहिँ तालिम लिइरहेको I थिएँ had a CD player. अनि मसँग चाहिँ सिडी बजाउने सिडी प्लेयर थियो I had earphones. अनि मैले चाहिँ यसो हेडफोन्स लगाएर त्यो गीत सुन्थेँ Okay, after everything's finished, after dinner is finished, I had come to my room, put on my headphones अनि and म worship चाहिँ God. दिनभरिको तालिम सकेपछि चाहिँ बेलुकी आफ्नो कोठामा आएर म्युजिक बजाएर म्युजिक सुन्दै म परमेश्वरको उपस्थितिमा जान्थेँ And then I would go to sleep. अनि एकछिन त्यसरी गीतहरू सुन्दै त्यतिकै म निदाउँथेँ And then it went on for 3 months in the lecture phase. अनि 3 महिना जति चाहिँ मेरो सधैँ त्यस्तै बानी थियो Then also in outreach phase also. अनि त्यस पछाडि 2 months. त्यस पछाडि 2 महिना चाहिँ हामीलाई सेवाकाईको लागि बाहिर पठाएको थियो त्यो 2 महिनामा पनि मैले त्यसै गरेँ And as I was worshipping, अनि जति मैले परमेश्वरलाई आराधना गर्दै गएँ I would also say like this. अनि मैले यसो पनि भन्थेँ Oh God, हे परमेश्वर I am here. म यही छु Where is my wife? मेरो श्रीमती चाहिँ कहाँ छ Oh हे God, परमेश्वर bring her to me quickly. मेरो श्रीमतीलाई म कहाँ चाँडै ल्याउनुहोस् Oh Lord हे Jesus, प्रभु येशू ख्रीष्ट if she's studying, help her to study well. यदि पढ्दैछ भनेदेखि उसलाई पढ्नुमा सहायता गर्नुहोस् If she's working, help her to work well. यदि काम गर्दैछ भने असल तरिकाले काम गर्न सहायता गर्नुहोस् Help her to eat well. अनि राम्रोसँग खान सहायता गर्नुहोस् If she has not found you, let her find you. यदि प्रभुलाई तपाईलाई अहिलेसम्म चिनेको छैन भनेदेखि उले प्रभु तपाईलाई चिनोस् If she has found you, help her to grow in you. अनि यदि तपाईलाई चिनिसकेको छ भने तपाईमा आत्मिक जीवन उसको बलियो होस् I was singing like that. तपाईलाई थाहा छ म त आराधनामा मस्त भएपछि त प्रार्थनाहरूलाई पनि गीतमै गाउँथे That was in Bangalore in 1999, 27 years ago. 27 वर्ष अगाडि बेंगलोरमा आराधनामा मस्त भएपछि त मेरो प्रार्थनाहरू पनि गीतमै परिवर्तन हुँदै जान्थ्यो Next year, त्यसको ठ्याक्कै 1 वर्ष I पछाडि went to Pune. म चाहिँ पुना गएँ I met her. अनि पुनामा गएँ ठ्याक्कै मेरो हुनेवाला श्रीमतीलाई त्यहीँ भेटाएँ So, Pastor, I'm taking you to my honeymoon place. अनि मेरो श्रीमतीलाई मैले जहाँनिर पहिलोचोटि भेटेको थिएँ म पास्टरलाई त्यहीँ लगेर जाँदैछु Okay, so we'll go and we'll bring a lot of treasures back for our wives. अनि हाम्रो श्रीमतीहरूको लागि त्यहाँनिर गएर हामी थुप्रै कुराहरू किनेर लिएर आउँछौँ भन्दै हुन्छ उहाँले When you worship God in song, तपाईँलाई थाहा छ गीतहरू गाउँदै जब तपाईँले परमेश्वरलाई आराधना गर्नुहुन्छ God will start blessing you. परमेश्वरले तपाईँलाई आशिष दिन थाल्नुहुन्छ That's what Nagen means. Noon means life. अनि नागेन भन्ने त्यो शब्दको अर्थ नै त्यही हो हिब्रू भाषामा चाहिँ नुन भनेको चाहिँ जीवन हो And Gimel means like a camel. Oh, it's a picture of ministry. अनि त्यहाँनिर गिमेल भन्ने अर्को शब्द छ त्यो चाहिँ एउटा सेवाकाई भन्ने बुझाउने है त्यो चाहिँ ऊँट अथवा सेवाकाई भन्ने बुझाउने शब्द त्यहाँ छ When Hannah was singing before the Lord, जब हन्नाले पुरानो नियममा परमेश्वरको अगाडि चाहिँ मस्त भएर चाहिँ उसले गाइरहेको थियो
Samuel was born. परमेश्वरले उसलाई सामुएल दिनुभयो उसको गर्भमा। When Elijah was before the Lord, जब एलिसा परमेश्वरको अगाडि गए, he got the power to go and tell King Ahab, it will not rain for 3 years. अनि उसले आहाब राजालाई पनि अबको 3 वर्षसम्म पानी पर्दैन भन्ने अगमबानी उसले परमेश्वरको उपस्थितिमा नै पाए। So when you sing, God will start doing miracles in your life. जब तपाईले पनि व्यक्तिगत रूपमा आराधनामा तपाई मस्त हुन सिक्नुहुन्छ, परमेश्वरले तपाईको जीवनमा आश्चर्यकरहरू गर्न थाल्नुहुन्छ। So the word nagen or musician, अनि नागेन अथवा संगीतकार भनेको शब्द चाहिँ it's noon, gimel, noon. त्यो तीनवटा अक्षरको नामले भन्दै हुनुहुन्छ है त। हिब्रू भाषामा नागेन कसरी लेख्छ भनेर नुन, गिमेल र नुन रहेछ। Okay, so there's 2 noons. त्यहाँनिर दुईटा नुन र नुन भन्ने अक्षर आएको रहेछ। So one noon is for you. तपाईले एउटा प्रकाश, एउटा ज्योति चाहिँ आफ्नो लागि पाउनुहुन्छ भने, And one noon is for others. अनि तपाईले अर्को प्रकाश र ज्योति चाहिँ अरूहरूको लागि पनि पाउनुहुन्छ। When you sing, God will minister to you. जब तपाईले आराधनामा मस्त भएर परमेश्वरलाई आराधना गर्नुहुन्छ, परमेश्वरले तपाईलाई व्यक्तिगत रूपमा त आशीष दिनुहुन्छ। When you sing for others, God will do a miracle for them. तर तपाईले अरूहरूको लागि है भनेर तपाईले आराधना गरिदिँदाखेरि तपाईको जीवनद्वारा अरूहरूलाई पनि आशीष हुन्छ। That's what happened to me once. अनि मेरो जीवनमा त्यस्तै नै भयो। I was singing and a guy was playing the guitar and we were worshiping God. अनि एकजनाले गिटार बजाउँदै थियो र हामी दुईजना मिलेर परमेश्वरलाई एकदम आराधना गरिरहेका थियौं। Suddenly the Holy Spirit told me, अनि अचानक पवित्र आत्माले मलाई यसो भन्नुभयो, he's going to be baptized in the Holy Spirit. अब उसले चाहिँ पवित्र आत्माको बप्तिस्मा पाउँछ भनेर पवित्र आत्माले मलाई But tell him भन्नुभयो। to not stop playing his guitar and अनि singing. उसलाई चाहिँ भन कि नरोकिकन गिटार बजाउँदै आराधना गरिराख्नु, पवित्र आत्माले चाहिँ तिमीलाई पवित्र आत्माको बप्तिस्मा दिनुहुन्छ भन्ने चाहिँ मलाई त्यो आवाज प्रभुले दिनुभयो। So he obeyed me. अनि उसले मैले जसो भनेको थिएँ पवित्र आत्माले मलाई यसो भन्ने अगुवाई गर्दै हुन्छ भनेर, अनि उसले लगातार आराधना गरिरह्यो। And so his voice changed. अनि अचानक गाउँदा गाउँदै उसको स्वरै परिवर्तन He भयो। was singing a song अनि उसले अघि त गीत गाउँदै थियो, in normal English. अनि उसले इङ्ग्लिसमा गीत गाउँदै थियो, Suddenly he started singing in अनि tongues. अचानक उसले अन्य भाषामा गीत गाउन थाल्यो। After that, अनि त्यस पछाडि he testified to me. उसले मलाई यसरी गवाई सुनायो। His guitar skills improved 10 times. उसले भन्दै थियो मैले आराधनामा मस्त भएर प्रभुलाई आराधना गर्दै गर्दा जब मैले अन्य भाषामा गीत गाउन थाले तब मैले चाहिँ गिटार पहिला भन्दा कस्तो अझ राम्रो बजाउने शक्ति परमेश्वरले दिनुभयो भनेर भन्दै And थियो। that boy had epilepsy. अनि त्यो भाइलाई चाहिँ के भन्छ उयो पनि थियो, लड्ने बिमारी थियो। After he got baptized in the Holy Spirit and singing songs, he got completely healed of leprosy. तर उसले अन्य भाषामा गाउँदै परमेश्वरलाई आराधना गर्दै गरेपछि चाहिँ उसको त्यो लड्ने बिमारी, उसको झाडे रोग पनि जाती भयो।